72 सालको भूकम्पमा नाङ्गै कुदेको छु के बाहिर बिचरा यता छोप्नु कि उता छोप्नु कि कता छोप्नु नाङ्गै कुदेको छु के अस्तिको त्यो भुइँचालो आउँदाखेरि पनि काठमाडौँमा बिचरा बहिनीहरू सानो हत्केलाले छोपेर अब भन्दा ज्यानै ठुलो हो नि ज्यान बचाउनु हातले पनि छोपिहालिन्छ नि होइन हो त्यसले अलिकति लुगा पनि लाएर सुत्नु ल है माथिको त केही फरक भएन यसरी यसरी कुद्दा नि भयो जहिले पनि कट्टु र ब्रान्ड सोध्ने हो कपाल कति लामो त खै कपाल देखाउ त हेरौ पछाडिको यस्तो गर त मेरो त माथिको कपालले तलको कपाल छुन्छ रेडी हो लामो छ चिलायो मलाई कता भन्ने गीतमा हो त्यो भिडियो पोस्ट गरेर उपचार गर्न यता आउने उपचार गर्न माथि आइदिने भिडियोलाई रिपोस्ट हान्दियो ल महारानीको अर्ध सिन अनि नाइ गलत बोल्नुभयो तपाईले क्रिस्टिनाको पनि गलत दिनुभयो एब्सोल्युटली मिस्टेक हो अर्ध सिन बक्करमा 7 डेज भयो मेरो के रे क्रिस्टिनाको पनि झन्डै आसपासतिर पो देखिएको छ जोखानामा प्रिपेयरहरू अगाडि राख्नु है र यसो कि नोडी जस्तो कहिले कहिले फन पनि गर्नुपर्छ है लिसन र रेस्पेक्ट म जतिलाई जे बोले पनि आई रेस्पेक्ट लेडिज है रेस्पेक्ट गर्छु यो एउटा मजाकको विषय थियो आई रियली लभ यु आई रियली रेस्पेक्ट यु गाइज ल धेरै धेरै माया छ खानेकुराहरू लेडीको मिलाउनु भयो क्रिस्टिना मेरो मिलाउनु भएन जस्तो छ हैन मेरो चाहिँ मिलायो साच्चै नै मिलायो म चाहिँ भने मेरो चाहिँ मिलेन लेडी बर्कर ठ्याक्कै मेरो पास भइसक्यो 7 डेज ब्याक भइसक्यो 7 डेज ब्याक भइसक्यो ओके नो वरी एउटा यो विकल्प थापा भन्ने भाइले यहाँ भर्खरै यो एउटा कमेन्ट लेखेछ यो भर्खरै यो भाइले छोलेर आएको रहेछ कि त हातै पखालेर आएको रहेछ बाबु हात धोएर आउँदा बाबु चिप्लिएछ फोनको स्क्रिनमा चिप्लेर त्यो बाबु त्यो सरबले उ गरेर बरु त्यो पेन्टीमै पुछ है बाबु ल है हात नि पेन्टीमै पुछ भोलि धुनु ल बाबु राम्रो कमेन्ट गर न ब्रो तेरीमा डाका मेरो आमाले त के गाली नगर्नु बाबु मलाई गाली गर्नु आमाले चाहिँ के नछौ के केटा हो आमा भनेको नि 9 महिनासम्म आमाको गर्म लात्तीले हानेर बिचरा त्यो ट्याममा पुरिएको मासु च्याती जन्माएर 10 धारा दुध खाएर आमाले गाली नगर है केटा जतिसुकै मन दुखे पनि आमा बाबुले मिसाएर गाली नगर न केटा सम्बन्धित मान्छेले भन तर आमाले गाली गर्नु हुँदैन क्या गाइस आमा थिएन आमा हो त्यही त नि हामी सबैजना आमाकै पेटबाट जन्मेको हो हैन आमा थिएन भने नि गाइस आमा थिएन भने त्यो बाउको सुट त्यो कन्डोमै हालेर बच्चा बोकेर बाउले जन्माउँदैन गाइस आमाले रेस्पेक्ट गर्नुपर्छ ल गाइस है रेडी हो म झुट बोल्दैन आई रियली रेस्पेक्ट यु साथीहरु धेरै धेरै माया छ ल है त है धेरै धेरै माया छ बी पोजिटिभ अलवेज रेस्पेक्ट यु गाइस र भोलि कुन गीतमा भिडियो पोस्ट गर्ने ल भन्नु यही त हो म त यो गीतमा हो भोलि त यही त हो मैले भने एउटा गीतमा गर्दैछु भने चिलायो मलाई कता भन्ने गीतमा हो त्यो भिडियो पोस्ट गरेर उपचार गर्न यता आउने उपचार गर्न माथि आइदिने भिडियोलाई रिपोस्ट हान्दियो ल टुदाइ अब कुन भाइले बिग रेस्पेक्ट लाडदै भन्नुभएको छ मस्ट लभ ब्रो आई रियली रेस्पेक्ट यु ब्रो है ल थ्यांक यू होला ल डिल गर्नुस् दामी गर्नुस् है तर जति रात छिपिँदै गयो यो कपडाहरू सार्दै नजानुस् ल है कहिले कहिले उडुसले टोक्छ ट्याक्कै गङ्गटोले टेप्दिन्छ तिमी चाहिँ के गर्छौ त सायन दोकान पर्दैन अब एसी हालिसकेपछि आउँछौ तिमी 18 मा राखेको छु कि यो चिसो 18 मा राखेको छु लुगा सार्नु पर्दैन इट्स गुड है र जतिसुकै गर्मी भए पनि रातको समयमा केही न केही लुगा लाएर सुत्नु सानो पेन्टी मात्रै भए पनि सुत्नु मैले किनभने मेरो ह्याबिट पनि म पनि लुगा केही नलाइ सुत्छु बट 72 सालको भूकम्पमा नाङ्गै कुदेको छु कि बाहिर बिचरा यता छोप्नु कि उता छोप्नु कि कता छोप्नु नाङ्गै कुदेको छु के अस्तिको त्यो भुइँचालो आउँदाखेरि पनि काठमाडौँमा बिचरा बहिनीहरू सानो हत्केलाले छोपेर अब भन्दा ज्यानै ठुलो हो नि ज्यान बचाउनु हातले पनि छोपिहालिन्छ नि होइन हो त्यसले अलिकति लुगा पनि लाएर सुत्नु ल है माथिको त केही फरक भएन यसरी कुद्दा नि भयो जहिले पनि कट्टु र ब्रान्ड सोध्ने हो माथि त केही हुँदैन माथि त यसरी गर्दा नि भइगयो नि त तर चाहिँ अलिकति ढाकेर सुत्नु ल है ल थोरै भए पनि कहिले आग लागि हुन्छ कहिले भुइँचालो आउँछ भाग्नुपर्छ त्यतिकै भाग्यो दौडियो भने त फेरि उहाँ हामीलाई सिकाउँदा फेरि तिमी नाङ्गै सुतौला नि विचार गर अनि एक्चुअली होइन तल त कट्नु लाउँछ
माथि चाहिँ म के लाउँदैन कहिले भुजा लाउँछ कहिले आगो लाग्छ भाग्नुपर्छ नि त राइट कुखुराले ठुङ्दिन्छ कहिले सर्पले ठुङ्छ अब त्यो हेला हुन्छ क्या देखिहालेपछि सबैले टिपिदिन्छ ठुङ्दिन्छ होइन ल ल ल अहिले झन् बर्खा लागेको छ सर्प आउँछ क्या घरभित्र झन् नेपालमा होइन के अरे उतातिर जापानतिर कतिको आउँछ सर्प सर्पहरू जापानतिर आउँदैन जापानमा भुइँचालो चाहिँ आउँछ घरिघरि भाग्नुपर्छ बाहिर कट्टु बोकेर बाहिर भाग्नुपर्छ यहाँ त उहाँ सिउरिरहेको छु ढोकामै सिउरिन्छ कट्टु हल्लियो कि त्यही भएर कट्टु चाहिँ नि कपाल कति लामो त खै कपाल देखाउ त हेरौँ पछाडिको यस्तो गर त मेरो त माथिको कपालले तलको कपाल छुन्छ रेडी हो लामो छ लामो छ मेरो भन्दा नि लामो छ धेरै लामो छ पछाडि बाँधेको छु मैले कपाल त लामो छ रेडी ओके तपाईँहरू पनि कपाल नकाट्नु ल है रेडी कपाल नकाट्नु ल किनभने हामी बोइजले कपाल लामो भएको मनपर्छ क्या छ्या के बोल्छ यसको डबल मिनिङहरू बोल्छौ यार तिमी कसम हो मलाई त अचम्म लाग्यो यस्तो हुन्छ कि कहिले कहिले गोरु जोत्दाखेरि सुत्यो भने तान्ने भनेको त्यही पुच्छरबाट तान्ने हो कि गोरु सुत्यो गोरुले बैमानी गर्यो भने राइट यतिकै बस्नुभन्दा गेम राई लिम्बूको बच्चो झुट बोल्न आउँदैन गेम स्टार्ट गर साथी हो गाइस म निस्किन्छु ल है निक्लिने रे ओके 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 साथी बनाना मेरो बनाना बाय बाय बनाना सी यू बिहान सधैँ खान्छु बनाना निस्किन्छु ल गाइस ल है भोलि भेटौँ ल थ्याङ्क यू थ्याङ्क यू ल गुड नाइट थ्याङ्क यू